यो हो जीवन र सन्तमानको कथा। उमेरले यी दुईजना 30 कति सके। सन्तमान काठमाडौँकै बासिन्दा हो भने जीवन गाउँबद्ध सहर पढ्न छिरेको हो। जीवन विदेश जाने तयारी पनि गर्दैछ र पठाउमा फुड डेलिभरीको काम पनि गर्छ। दुईजना अलिकति फुर्सद भयो कि अर्को साथी प्रतापसँग रमाइलो गर्न कुदिहाल्छन्। ह्यापीको लागि त गाउँबाट माग्ने हो नि। यहाँको कमाइको पैसा त म अस्ति गर्ने हो नि। आज अहिले नगरे कहिले गर्ने? हुन त एक्लो छोरो बाले त त्यति गर्नु पर्यो होइन? होइन हो, कति खान्छस् यार यस्तो गर्मीमा चुरोट? तेरो कमाइ त तँलाई चुरोट खानलाई मात्र ठिक्क हुन्छ। ल जाम रमाइलो गर्न। ल जाम। बरु प्रतापलाई कल गरेर हाम्रो अड्डामा बोला न। हेलो, कहाँ छस् प्रताप? हाम्रो पुरानो अड्डामा आऊ त। ल मेरो अस्तिको बाँकी पैसा पनि लिएर आइज नि। ल मिलाउँ ल। कहिले मेरो पैसा कहिले तिर्छस्? झन् केटाहरूलाई आपत परेको बेला सहयोग गरेको त अहिले वास्तै गर्दैनन् यार। यार साथ भएर के झगडा गरेको? तिरिहाल्छ नि। कहिले तिर्छ? पैसा रुखमा फल्छ। निकाल मेरो पैसा छिटो, नत्र राम्रो हुन्न। खै अलि नै दिन्छु। जीवन यता हो त, तिमीसँग कुरा छ एउटा। यसले आज मलाई ध्यान गयो छोड्ला जस्तो छैन। तिमीलाई घाँटीको सिक्ति दिइराखौँ यसलाई। ल यार यो सहरमा साथी भन्ने तै त हो नि। ल लगेर दे। ल पैसा छैन, सिक्रेट लिएर जा। हो यस्तो हो नि त कुरा। ल आज यही खुसीमा झ्याप हुने गरी खानुपर्छ। ल थाप। आँखा मेरो नक्कले मन मेरो चुलबुले, आँखा मेरो नक्कले मन मेरो चुलबुले, कामको नाउँ हो काले घरको मनै हुठुले। मुखमा मेरो पान छ तरुनीतिर ध्यान छ, मुखमा मेरो पान छ तरुनीतिर ध्यान छ, तरुनी मुसुका बसेमा टुसुका, तरुनी मुसुका बसेमा टुसुका। यार आज लास्टै गाह्रो भयो। काम गर्नै सकिन। खोकीको औषधि पनि खाएको खाइछु, त्यही पनि खोकी नै निकै हुँदैन। मेडिकलमा पनि जताइयो, खोइ त कम भएको होइन। कस्तो कमजोर भइसक्यो यार। मैले मेरो साथीको शुद्ध पैसा मौज मस्तीमा खर्च गरेँ। बिरामी पल्टा पनि वास्तै नगरी कता कता लगाई कस्तो स्वार्थी रहेछु। हे भगवान्, मेरो गल्तीलाई माफ गरिदिनु। मेरो साथीलाई निको पारिदिनु। मेरो साथीलाई म सक्दो सहयोग गर्छु। हे जीवन, यसरी मेडिकल गएर औषधि मात्र खाएर हुँदैन। बरु त्यही नजिकै नेपाल क्यान्सर हस्पिटल छ, त्यतै गएर जाउँ। ल बरु ढिलो नगरौँ, गइहालौँ। मैले यो पेपरमा केही टेस्टहरू लेखिदिएको छु। यो सबै टेस्टहरू गराएर रिपोर्ट लिएर आउनु न है। नमस्कार डाक्टर। नमस्कार नमस्कार।
मैले भनेको टेस्टहरू गराउनु भयो? गराएँ डाक्टर, यो लिनुहोस् रिपोर्ट। यस्तो धुलो छ, प्रदूषण छ बाहिर, खोइ त भाइ तपाईँले मास्क नलाइ आउनु भएको छ। साथीले त बरु मास्क लगाउनु भएको छ। मास्क लगाउँदा अलिक गुम्थे जस्तो फिल हुन्छ, त्यही भएर। जे कुराको डर थियो त्यही भयो भाइ। तपाईँमा फोक्सोको क्यान्सर देखिएको छ। सायद यो मैले धेरै चुरोटको सेवन गरेर भएको होला। अब मेरो जिन्दगी नै सकियो। होला नि, दिनमा 25-30 वटा चुरोट खान्छस्, यस्तो ठुलो धुवामा पताउ गर्छस्। ओहो, त्यत्रो चुरोट? अत्याधिक चुरोटको सेवन, धुवा धुलोमा बढी काम गर्ने, मास्क नलगाउने जस्ता कारणहरूले तपाईँलाई रोग लागेको हो। तर हरेस नखानुस् भाइ। नेपाल क्यान्सर हस्पिटलमा समयमा नै आएर यहाँको आधुनिक प्रविधिको मेसिनहरूबाट तपाईँको रोग समयमा नै पत्ता लाग्यो। उपचारपछि ठिक भइहाल्छ नि। हो र डाक्टर, म निको हुन्छु। अनि खर्च के कति लाग्ने हो? पैसा त त्यति धेरै छैन हामीसँग। खर्च त अलिअलि लाग्छ, तर आत्तिहाल्नु पर्दैन। यो नेपाल क्यान्सर हस्पिटलमा नेपाल सरकारले क्यान्सर रोगका बिरामीहरूलाई प्रदान गरेको विपन्न नागरिक उपचार सेवा पनि उपलब्ध छ। त्यसैले पिर नगर्नु, राम्रोसँग उपचार गराउनुहोस्। उपचार गराएपछि ठिक भइहाल्छ नि, चिन्ता नलिनु। हस् डाक्टर। हाम्रो बेलैमा नेपाल क्यान्सर हस्पिटलमा आएर यहाँको उपचारले त ठिक भएछ। अब विदेश जाँदैछस्, राम्रोसँग जानु, काम गर्नु र पैसा कमाउनु। हो यार, नेपाल क्यान्सर हस्पिटलले मलाई साँच्चै नयाँ जीवन दियो। थ्याङ्क यू यार मेरो साथी। थ्याङ्क यू सो मच डाक्टर। ल, तपाईँको फाइनल रिपोर्ट पनि राम्रो आयो। अब तपाईँ ठिक भइसक्नुभयो। ल भाइ, धुम्रपानबाट टाढा रहनु, धुलो धुवाबाट बाँच्न जहिले मास्कको प्रयोग गर्नु, आफ्नो स्वास्थ्यको राम्रो ख्याल राख्नु। शुभ यात्रा है त भाइ। बतासले उडाइल्यायो माया मेरो, फुलमाथि सजाइदियो छाया तिम्रो, जिन्दगानी